राज संस्था चाहनेहरूले अन्तिम र निर्णायक लडाई लड्नुपर्नेछ। श्रीकृष्णको हातमा बाँसुरी पनि थियो र सुदर्शन चक्र पनि थियो। यो कुरा यो संसद, यो सरकार र सत्तापक्षले नबिर्सियोस्। तपाईहरूको जनताको क्याटेगोरीमा यो देश चाहिँ वैदिक हिन्दू बौद्ध सहितको सनातन हिन्दू राष्ट्र हुनुपर्छ भन्ने आम नागरिकहरू जनता हुन् कि होइनन्? म तपाईहरूलाई सोध्न चाहन्छु, अभिभावकको रूपमा राज संस्था, संवैधानिक राज संस्था चाहिन्छ भन्ने नागरिकहरू तपाईहरूको जनता हुन् कि होइनन्? र प्रदेश सरकार बुझिलो भयो, आर्थिक रूपमा बुझिलो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छ भन्ने नेपाली नागरिकहरू तपाईहरूको लागि जनता हुन् कि होइनन्? एकपटकको नेपाली सधैँको नेपाली हुनुपर्छ भन्ने मान्यता बोक्ने नागरिकहरू नेपाली जनता हुन् कि होइनन्? जनताको सुझाव त पहिला पनि लिएको थियो सभामुख महोदय। त्यति बेला ती विचारहरूलाई जुट र प्लास्टिकका बोरामा थन्काइएको थियो। यसपटक डिजिटल बोरामा थन्काउने हो कि भनेर हामी त्यसलाई नजदिकबाट निहालिराखेको छौँ। त्यति पनि बेला पनि जनतालाई भनिएको थियो